सरकार जनताका पक्षमा जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई चाहिँ मार्ने गरी, जनताको हत्या गर्ने गरिकन अगाडि बढिरहेको छ। म यो सरकार मुर्दाबाद भन्न चाहन्छु। सभामुख एकछिन, यो मुर्दाबाद भन्ने कुरा आयो होइन, म एउटा कुरा भन्न चाहन्छु। जस्तो अहिले महानगर प्रहरीले चाहिँ गणेश नेपालीको चाहिँ बाइकको टायरमा चाहिँ त्यो लक लगाइदिएको भएर अनि हिजो चाहिँ उनले आत्मदाहको प्रयास गरेको थिए र आज उनी चाहिँ उनको चाहिँ मृत्यु भइसकेको छ होइन। जस्तो ऐनमहरलाई म एउटा कुरा भन्न चाहन्छु। एउटा त तपाईँमाथि पनि प्रश्न छ जुन बलात्कारी हो, त्यो विषयमा पनि पछि आउँला। जे नहुनुपर्ने थियो गणेश नेपालीको बारेमा त्यो भयो होइन, यो गलत नै थियो होइन। यसमा कहीँ न कहीँबाट सरकारले पनि चाहिँ एउटा के हुन्छ भने जिम्मेवारी लिनुपर्छ, नैतिकताको आधारमा पनि जिम्मेवारी लिनुपर्छ, त्यो पनि मान्छु। तर म एमाले नेता ऐनमहरलाई एउटा प्रश्न चाहिँ के गर्न चाहन्छु भने, सरकार प्रमुख त बालेन्द्र शाह थिए, बालेन्द्र शाहलाई मुर्दाबाद भन्न पाइयो। नगर प्रमुखलाई, यसमा चाहिँ नगर प्रमुखको हात हुन्छ कि हुन्न, सुनिता डङ्गोलको हात हुन्छ कि हुन्न? त्यो त तपाईँहरूकै पार्टीको हो, एमालेको होइन र सुनिता डङ्गोल। सुनिता डङ्गोलको चाहिँ केही पनि हुँदैन, यसमा के हात हुँदैन। नगर प्रहरी चलाउने कसले हो? अनि त्यो नगर प्रहरी चलाउने मान्छेमा त्यो काठमाडौँ महानगरको मेयरमा अहिले को छ? बालेन शाह मुर्दाबाद भन्दै गर्दाखेरि सुनिता डङ्गोल मुर्दाबाद भन्न चाहिँ किन नसकेको होइन? अनि सामाजिक सञ्जालमा अहिले जस्तो भ्रम फैलाइएको छ नि, गणेश नेपालीलाई 10,000 जरिवाना लगाएर यस्तो भयो उस्तो भयो भनेर। 10,000 होइन, जम्मा 1000 भएर चाहिँ म तपाईँले यो स्क्रिनसट राखिदिएको छु, यो हेर्न पनि सक्नुहुन्छ। 10,000 होइन, 1000। अहिले एमाले काङ्ग्रेसहरूलाई एउटा के छ भने भ्रम फैलाउने, जसरी पनि यो सरकार गिराउने भन्ने छ। जनताको मनमा चाहिँ एउटा के छ, वितृष्णा उत्पन्न गराउने, झैझगडा गराउने अनि आफू चाहिँ बलियो हुने भन्ने चाहिँ यिनीहरूको एउटा मान्यता छ होइन। मैले पनि फेरि पनि भने सरकारको चाहिँ जिम्मेवारी हुन्छ, जिम्मेवारी वहन गर्नुपर्छ। त्यसमा चाहिँ जस्तो महानगरको मात्र भनेर छोड्न त मिल्दैन। तर बालेन मुर्दाबाद भन्दै गर्दाखेरि चाहिँ सुनिता डङ्गोल मुर्दाबाद भन्ने कि नभन्ने, मेरो प्रश्न चाहिँ त्यो।